धेरैजसै बेला दैनिक खाना पकाउन र भान्साको काम बोरिङ र थकाइ लाग्ने लाग्छ। तर कहिलेकाहीँ त्यही भान्सामा सबैभन्दा रमाइलो र हाँसो भरेको सम्झना बन्ने गर्छ। त्यस्तै एउटा सम्झना यो आलु पराठामा छ। म र मेरो भाइ सानो हुँदा मेरो आम्मालाई सन्चो नभएर अलि दिन अस्पतालमा एडमिट गर्नु पर्यो। अब त्यस बेला हाम्रो घरको सेफ हुनुभयो मेरो पापा। एक दिन फुल कन्फिडेन्समा मेरो पापाले भन्नुभयो, आज म आलु पराठा बनाउँछु। यो सुन्नु बित्तिकै म र मेरो भाइ एकदम खुसी नि, किनकि हामीले सोचे आम्माले बनाएको जस्तै मिठो आलु पराठा खान पाइन्छ भनेर। पापाले बनाएको आलु पराठा हेर्नको लागि काउन्टरमाथि भाइ बसे अनि म पापाको साइडमा उभिएँ। एउटा लोई लिएर बेल्नुभयो अनि त्यसमा आलुको फिलिङ हालेर फेरि बेल्नुभयो। जस्तै काउन्टरबाट पापाले पराठालाई उठाउनु भयो, आलु सबै काउन्टरमा अनि पराठामा पुरै प्वाल। यो देखेर म र मेरो भाइ एकछिन दङ्ग भए, एकअर्कालाई हेर्न लागे। पापा पनि अलिकति कन्फ्युजन अनि घबराउनु भयो। तर फेरि हामीलाई हेरेर भन्नुभयो, केही छैन, एउटा बिग्रेर यो म खाइहाल्छु बिग्रेको, तिमीहरूको लागि राम्रो बनाइदिन्छु भनेर फेरि अर्को आँटाको लोई लिएर फेरि बेल्नुभयो। फेरि त्यसमा आलुको फिलिङ हाल्नुभयो अनि त्यसपछि फेरि त्यो पराठालाई काउन्टरदेखि निकाल्नुभयो। जस्तै काउन्टरबाट पराठा निस्क्यो, त्यसमा पनि पुरा प्वाल, आलु सबै काउन्टरमा। यसरी सबै आलु पराठा च्यातिएको, टुक्रेको, प्वाल परेको भन्यो। लास्टमा सबै पराठा बनाएपछि मेरो भाइले एकदम मासुमियतले मेरो पापालाई सोध्यो, पापा सबै पराठा हजुरले खाने भए, म र दिदी के खाने? यसमा पापा अचम्मै पर्नुभयो अनि उसलाई हेरेर, के भनेको बाबु तिमीले? अनि भाइले भन्यो, बिग्रेको पराठा त सबै हजुरले खाने भन्नुभएको होइन र? सबै पराठा त बिग्रे नि त, अब मैले र दिदीले के खाने? यो सुनेर म र मेरो पापा हाँस्न लागे। एकछिन चिन्तामा बस्नु भएको मेरो पापा त यो कुराले हाँस्न लाग्यो। उसको मासुमियत भरेको सवालले माहौललाई नै चेन्ज गरिदियो नि त। अहिले पनि म र मेरो भाइ भेट भएको बेला अनि आलु पराठा बनाएको छ भनेपछि यो सम्झना चाहिँ याद गर्छ। मेरो यो कहानी हजुरको पनि कुनै सम्झनालाई ताजा गरेको होला आशा गर्छु। यसरी अरू सम्झना लिएर, कहानी लिएर, हरेक टुक्रामा माया लिएर फेरि भेटौँला है।